हिजो चाहिँ फेरि रवि लामिछानेलाई गिरफ्तार गरियो। उनीलाई गिरफ्तार गर्ने क्रममा चाहिँ एकजना प्रहरीले उनलाई चाहिँ तपाईको अन्तिम इच्छा के हो भनेर प्रश्न गरेछन् क्या। कतिसम्म डोमिनेट गरेर बोल्न सकेको, कतिसम्म हेपेर बोल्न सकेको। रवि लामिछानेले गल्ती गरेका छन् या छैनन् त्यो कसैलाई थाहा छैन, तर कोही मान्छेको पछाडि चाहिँ यसरी पछि लाग्नु, यसरी कोही मान्छेको खेदो खन्नु चाहिँ त्यो भने पक्कै पनि राम्रो होइन क्या। कति भ्रष्टाचार गर्ने नेताहरू, कति लुटपाट मच्चाएका नेताहरू चाहिँ अगाडि बसेर चाहिँ सत्तामा बसेर सरकार चलाइरहेका छन्। त्यसमा कसैले पनि प्रश्न उठाउन नपाउने रे फेरि। तर एउटा मान्छेले यतिसम्म खेदो खन्नु, यतिसम्म दुःख दिनु, यो भने यिनीहरूलाई पाप एक दिन अवश्य लाग्नेछ क्या। मलाई लाग्छ जबसम्म यिनी टाउकेहरू अगाडि छन् तबसम्म चाहिँ रवि लामिछानेलाई कुनै पनि हालतमा गरी खान दिन्नन् जस्तो लाग्छ। यिनीहरूले यति साह्रो खेदो खन्नुको उद्देश्य एउटै हो कि हरेक नेताहरूले चाहिँ अगाडि भ्रष्टाचार गरेका छन्, लुटेका छन्। यदि चाहिँ भोलिका दिनमा रवि लामिछानेले जसरी अहिले जनताको पक्षमा बोलिरहेका छन्, उनको भित्री मनबाट पनि उनी भोलिका दिनमा सच्चा देशभक्त नेता भएर निस्के भने त यिनको उठिवास लाग्नेछ। आफू जस्तै भ्रष्टाचारी नेता बनेर निस्के भने त मिलिजुली खाउँला भन्ने आशा होला। होइन भने उनी जसरी देश र जनताको पक्षमा बोलिरहेका छन्, भोलिका दिनमा पनि उनी यत्तिकै देशभक्ति बनेर निस्के भने त सबको उठिवास लाग्नेवाला छ। त्यो भएर चाहिँ यति साह्रो गरेका हुन् साथीहरू। जति जति रवि लामिछानेलाई दुःख दिन्छन् त्यति त्यति जनताले मूल्याङ्कन गर्दै गएका छन्। यसको नतिजा बिस्तारै आउँछ साथीहरू।